नमस्कार, स्वागत छ मेरो च्यानलमा। आज चाहिँ हामी विवेक र ओसिन कार्कीको पारी कथा भन्ने गीत सिक्न गइरहेका छौँ। यो बजाउनको लागि के पो तपाईँहरूले फर्स्ट फ्रेटमा लगाउने है। र गीतमा युज भएको कर्डहरू सी मेजर, ए माइनर, एफ मेजर अनि जी मेजर। ओपनमा बजाए नि भयो। अब यो एफ मेजरलाई पनि तपाईँहरूले ओपनमा बजाउँदा हुन्छ है, फर्स्ट स्ट्रिङ ओपन छोडिदिएर बार बजाउन आउँदैन भने। अब गीतको स्ट्रमिङ प्याटर्न चाहिँ डाउन अप अप डाउन अप अप डाउन अप डाउन। यो टाइपको छ है त। अथवा तपाईँहरूले यो प्याटर्न नि बजाउन सक्नुहुन्छ। डाउन अप डाउन अप डाउन अप डाउन अप डाउन अप डाउन डाउन अप डाउन अप डाउन अप डाउन अप डाउन अप डाउन। र भर्सहरुमा कर्ड प्रोग्रेसन तपाईहरुको सी मेजर, जी मेजर, ए माइनर अनि जी मेजर जाने ल। जम्मा दुईटा टाइपको कर्ड प्रोग्रेसन छ भर्समा, सी, जी, ए माइनर, जी। इच कर्डमा एक एक राउन्ड। यो चाहिँ गीतको इन्ट्रो पनि हो है। यसरी जाने है। र अब कोरसमा चाहिँ तपाईहरुको कर्ड प्रोग्रेसन एफ मेजर, जी मेजर, ए माइनर अनि जी मेजर है। अब यसलाई बार बजाइने भयो, तपाईहरुले ओपनमा बजाइने भयो है। कोरस भनेको चाहिँ कुन पार्टबाट भने यो साँझ परेपछि। अब यो लाइनबाट चाहिँ कर्ड प्रोग्रेसन यो एफ, जी, ए माइनर अनि जी है, फिमेलको भर्स नआएसम्म। साँझ ढलेपछि तिमीलाई साह्रो टाढो हुन्छ। सो गीत चाहिँ यति नै हो है। अब फिमेलको लाइन पनि सेम, भर्स र अब कोरस दुईटा छ हैन, सेम कर्ड प्रोग्रेसन। अब एकचोटि हामी सरल गीतसँग प्ले थ्रु गरेर चाहिँ सुनौँ है त। सो यही नै हो गीतको लेसन चाहिँ। आइप तपाईहरुले बुझ्नुभयो होला। केही कन्फ्युजन छ भने मलाई कमेन्टमा सोध्न सक्नुहुन्छ। त्यस्तै गरी भिडियो मन पर्यो भने लाइक गरिदिनु होला र च्यानल नयाँ हुन्छ भने सब्स्क्राइब गर्न चाहिँ नबिर्सिदिनु होला।